आज मेरो श्रीमान मात्र मर्दै छैनन्, आज यस दरबारको न्याय पनि मर्दैछ। जसले आफ्नो देशका लागि जीवन दिए उसैलाई यही देशले मृत्यु दियो। त्यसैले आज म यो अग्निको साक्षी राखेर भन्छु, यस देशको भलाइ गर्न चाहनेहरूको कहिल्यै भलो नहोस्। जसले देशका लागि केही गर्न खोज्नेछ उसैको बाटोमा बाधा आओस् र यो देशले साँचो शान्ति र सुख कहिल्यै नपाओस्। मेरो यो श्राप यो दरबारले सम्झिरहोस्।